गाइस म चाहिँ अहिले दिउँसो खाना बनाउँदैछु। दिउँसो खाना चाहिँ मैले बैगुन बनाउन आँटेको है। आज चाहिँ दिउँसो बैगुनको सब्जी हुन्छ गाइस। यो भ्याडरा बजेको चाहिँ सिन्की बजेको। बैगुन चाहिँ अस्ति बस्तीदेखि पठाइदिनु भएको थियो नि त आन्टीले। अन्त मलाई त बैगुन मन पर्दैन है गाइस। यसरी नै एकैचोटि लगाएर बनाइदिन्छु होइन कस्तो हुँदो रहेछ गाइस। यता चाहिँ मैले सोयाबिनको सब्जी फेरि बनाउन आँटेछु गाइस। म चाहिँ दुईवटा सब्जी हर दिन दुईवटा सब्जी चाहिँ मलाई चाहिन्छ। आलु बोइल गरेर राखिरहेको थिएँ। अन्त उता बैगुनको सब्जी बनाएँ। यता चाहिँ सोयाबिन र आलु बनाउन आँटेको छु है गाइस। अनि चटनी बनाउँछु पुदिनाको। तपाईँलाई चाहिँ सोयाबिन सब्जी मनपर्छ कि पर्दैन है गाइस? सोयाबिनको सब्जी त मलाई चाहिँ मनपर्छ मतलब त्यति म खाँदिनँ। के सब्जी पनि बेसी। आज चाहिँ हामीलाई बिहामा बोलाएको छ फटाफट गरेर खानापिना गरेर। अन्त एक दुईवटा के सपिङ पनि गर्नु छ होइन, गिफ्टहरू ल्याउन जानु पनि छ। त्यही भएर मैले चाहिँ फटाफट खाना बनाएर गाइस। अहिले कस्तो सोयाबिनको सब्जी बैगुनको सब्जी कस्तो बनाइ देखाइदिन्छु है। ओके हेर्नु साथीहरू, मैले चाहिँ नि सोयाबिन फ्राई गर्दै थिएँ त। अन्त फोन आयो भनेर डढिहालेँ, अलिकति डढेँ, सामथिङ डढेँ है। अन्त यहाँ सोयाबिनको लागि चाहिँ मैले रेडी गरिरहेको छु प्याज, टमाटर, खुर्सानी है। खुर्सानी चाहिँ मैले कम्ती दिएको किनकि म बेसी पिरो खान्न। 5 फोरन लगाएर पकाउँछु। त्यसको बादमा प्याकेटको मसला चाहिँ म लगाउँछु है गाइस। हेर्नु गाइस, म प्याकेटको मसला लगाउँछु भने चाहिँ म चाहिँ प्याकेटको मसला यसरी ल्याएर, किनकि जिराहरू पिस्नको लागि चाहिँ मलाई अप्ठ्यारो लाग्छ है। अनि त्यही भएर प्याकेटको जिरा लिएर आउँछु, प्याकेटको मिट मसला लिएर आउँछु। त्यसको बादमा अलिकति राम्रो सब्जी बनाउनु छ भने चाहिँ म मेगी मसला लगाइदिन्छु है। बैगुनको सब्जीमा, फुलकोपीको सब्जीमा, त्यसको बाद सोयाबिनमा चाहिँ म मेगी मसला लगाएर बनाउँछु। प्याकेट ल्याउँछु, त्यसमा अल्छी लाग्छ। त्यही भएर गाइस हेर्नु साथीहरू, यो चाहिँ सोयाबिनको सब्जी। अन्त यो पुदिना टमाटरको चटनी है गाइस। यहाँ चाहिँ बनाउँछ बैगुन आलु, यो सलाद।